सबै हेरिसकेँ मैले। हेलो गाइज, आजको न्यू ब्लग अनि न्यू च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज म के हुनेछ, मेरो घरमा के छ, म सबैहरूलाई देखाउने छु। तपाईँहरूलाई स्वागत छ। आज म मेरो बाबाले के गर्नुहुन्छ भनेर म देखाउने छु। मेरो बाबाको घरमा के छ म देखाउने छु। कति मेहनत गर्नुहुन्छ मेरो बाबा। बाख्राहरू छ यहाँ। गड बाख्रा, ओ बाख्रा किन गर हौ? उहाँ चाहिँ हुनुहुन्छ मेरो बाबा। नमस्ते भन्नु। खोइ नमस्ते गरेको कोही छैन कि मैले भिडियो बनाउनु लाग्यो। यो भन्नु न छिटो नमस्ते भन्नु कि नमस्ते भन्नु भनेको त हेरेर मात्रै बस्ने। खोइ त नि केही भन्नुहुन्न हाम्रो च्यानललाई। के पाल्नु भयो तपाईँले भनिदिनु त एकचोटि। बोल्नु न क्यामेरामा। के पाल्नु भयो? कसलाई को बोल्ने? तपाईँ बोल्नु कि तपाईँ बोल्नु भनेको। के पाल्ने? गाई पालेको छु, कुखुरा पालेको छु, बाख्रा बँदेल, त्योभन्दा के पाल्ने? यो के लाग्यो दाना? यो बङ्गुरलाई हालिदिनु। यहाँ पकाउनुहुन्छ यसरी। मेरो बाबाले यस्तो दुःख गर्नुहुन्छ, एकदम मेहनती हुनुहुन्छ। अनि हेर्नु न अनारहरू यहाँ यति धेरै फलेको छ। यो नि बाबाले लाउनु भएको है अनारहरू चाहिँ। यो चाहिँ गाई, यो गाई ब्याउने है बाबा? गाई चाहिँ असोजतिर ब्याउँछ। यो पनि बाबाले पाल्नु भएको हो। यति धेरै दुःख गर्नुहुन्छ। बारीमा यति धेरै मकै छ, यहाँबाट लिएर सडकको तलसम्म चाहिँ मकैहरू छ। यो कुखुरा पनि यहीँको हाम्रै घरकै। अदुवाहरू, तरकारीहरू, खेती बेसी राम्रो हुन्छ मेरो बाबाको हातबाट चाहिँ। हेलो, यो चाहिँ धराने सुँगुर है। मेरो बाबा चाहिँ धरानको हुनुहुन्छ, तर पोखरामा बस्ने हामी चाहिँ पोखराको बासिन्दा हो। यो चाहिँ धरानबाट ल्याएको सुँगुर हो। त्यति राम्रो भएको छैन, तर खेतीहरू चाहिँ खेती भन्नाले घरमा बस्दाखेरि टाइम पास। अनि यो घाँसहरू सबै अर्कालाई बेच्नु पर्थ्यो नि त, त्यो बेच्न नपरोस् भनेर गाई पनि पाल्नु भएको छ अहिले चाहिँ। अनि मकैहरू, अनि सब्जीहरू, सागसब्जीहरू हामी चाहिँ सबै अर्ग्यानिक घरमै बनाउने अनि घरमै खाने। धेरै फ्यामिली पनि छैन, बाबा मम्मी दादा मात्रै हुनुहुन्छ। अनि त्यतिको लागि घरमा पुग्छ। अनि यहाँनिर दुईवटा, यो नि बङ्गुर पनि छ हाम्रो घर दुईवटा। हेलो, यो दुईवटा बङ्गुर पनि छ। यति मेहनती हुनुहुन्छ मेरो बाबा। अब चाहिँ भत्ता खाने बेला पनि भइसकेको छ, तर पनि यति धेरै दुःख गर्नुहुन्छ। अनि एउटा पनि रोग भन्ने कुरा छैन बाबालाई अहिलेसम्म। सुगर प्रेसर जस्तो केही पनि छैन, किनकि आफू मेहनत गर्न चाहे। अस्ति मैले चाहिँ आज चाहिँ छोटो अनि एकदमै सर्ट भिडियो बनाएर हाल्न चाहेको थिएँ। एकदम सर्ट भिडियो बनाएको छु। सबैजनालाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। यहाँ केरा पनि रहेछ, हेर्नु न। यो केरा चाहिँ कति हुन्छ हाम्रो घरमा केरा चाहिँ नि। जस केरा चाहिँ फल्छ, डेन्जरै फल्छ केरा चाहिँ। ओ माई गड, खुर्सानीहरू नै खुर्सानी पनि यति धेरै छ। यो सबै चाहिँ नि बाबाले गर्नुहुन्छ। अरूकोमा उस हुँदैन, हाम्रोमा हेर्नु न। के अरे भदौलाई के अरे वैशाख जेठ असार जेठमै चाहिँ हाम्रो चाहिँ, अरू ठाउँमा चाहिँ हुँदैन तामा। हाम्रो चाहिँ होइन, जेठमै तामा खाने बेला भइसक्छ क्या। तामा अस्ति खाइसकेको छ एउटा चाहिँ, बाबाले आफै लाउनु भएको चाहिँ। हामी चाहिँ जेठबाटै खाना सुरु गर्छ तामा चाहिँ नि। यो चाहिँ एकदमै राम्रो हेल्दी कुराहरू, आफ्नो बारीमा उब्जनी भएको कुराहरू चाहिँ खानुपर्छ। कहिलेकाहीँ सिस्नो पनि आमाले यस्तो मजाले बनाउनु चाहिँ सिठी लाएर बनाउनुहुन्छ।